वास्तवमा भन्ने भने खेलाडी म भएकै इजरायलमै गएर हो। रनिङमा मेरो क्यापेसिटी मेरो आफूभित्रको क्षमता थाहा पाएकै इजरायलमा हो। दिदीको भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया तलको कमेन्ट बक्समा लेखिदिनु होला अनि भिडियोलाई लाइक गर्दै सेयर पनि गरिदिनु ल। म 5 किलोमिटरबाट सुरु गरेर 100 किलोमिटरमा मेडल हान्न सक्ने भएको त त्यही माटोले त्यहीँका साथीभाइले सबैले त्यहीँबाट सिकाएर हो नि त मलाई। विदेशमा दौडिएर नेपालको नाम राख्नु भएकी इन्दु दिदी। म चाहिँ जाँदाखेरि चाहिँ एग्रिकल्चरै भएर गएको हो। विदेशबाट फर्केर आउँदाखेरि त अब धेरै नेपालीलाई थाहा पनि छ म खेलाडी भएर खेलाडीको नाम लिएर फर्केको हो। जाने बेला म नेपालबाट जाने बेला चाहिँ केयर गिभरमै गएको हो। कामदारको रूपमा इजरायल पुग्नुभएकी दिदी अन्तर्राष्ट्रिय धावक बनेर जन्मभूमि नेपाल फर्कनुभयो। नेपाल फर्किँदाखेरि लगभग 20वटा जति क्लबले मलाई सम्मानसहित बिदाई गर्नुभएको थियो। मैले आफ्नो त्यहाँ पनि एउटा पहिचान बनाएको थिएँ। खेलाडी साथीहरू भेटिनु भयो, खेलाडीसँग जोडियो अनि त्यहीँ मैले मेडल हानेँ। त्यो किसिमले पनि मेरो इजरायलमा राम्रो थियो। परिवार सहित सुविधा सम्पन्न जीवनयापन गर्न दिदीलाई इजरायलमा दौडिएरै पुग्थ्यो। मलाई त सेटल हुन त इजी थियो नि। अब एउटा गेमै मात्रै खेल्दैको भए पनि हाम्रो एउटा सोबेप एमएक भन्ने अल्ट्रा म्याराथन हुँदाखेरि मलाई एउटा कलेजले कस्तोसम्म पनि अफर आएको थियो भने तैँले हाम्रो क्लबबाट खेल्दे लाइक तँलाई खाना बस्न पुरै जिन्दगीभरिलाई नै सुविधा त्यो किसिमको पनि आएको थियो हामीलाई अफर। नआएको होइन तर हामी त्यसरी विदेशीलाई आफ्नो मेहनत दिएर दौडेर उनीहरूको नाम राखिदिनपट्टि मलाई त्यस्तो मन लागेन। चाहेको भए सेटल हुन सकिन्थ्यो तर जन्मभूमिले तान्यो। विदेश त दिदी अहिले घुम्न जानुहुन्छ। विदेश जान आउन चाहिँ मलाई निकै नै मनपर्छ। यसो काम गर्ने फ्याट्टा झोला बोकेर भागिरहन चाहिँ मलाई मनपर्छ। घुम्नलाई घुम्ने अब त्यहीँ यसो दिमागलाई अलिकति फ्रेस गराउँ न त, फेरि नयाँ सोच केही बोकाउँ न त भन्नलाई चाहिँ मलाई घुम्न चाहिँ मन लाग्छ। अब जागिरै खाने कमाउन जाने भन्ने किसिमले त अब चाहिँ गइँदैन होला। छोराछोरी नि ठुल्ठुला भए उनीहरूले नै आफ्नो आफ्नो गरिरहन्। 13 वर्ष विदेश बसेँ, नबसेको होइन, गरियो, पैसा कमाइयो, सबै कुरा गरियो। त्यहाँको लाइफ र यहाँको लाइफ त मैले चाहिँ स्वर्ग र नर्क भन्छु। अब अरूको सोचाइमा मैले ठ्याक्क हाम्रो दाजुभाइ दिदीबहिनीलाई दोष लाएर त्यो भन्न खोजेको होइन। त्यतापट्टि चाहिँ नजाम। विदेशको लाइफ त एक किसिमले भन्ने भने नर्क नै जस्तो लाग्छ मलाई चाहिँ। नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर 4 मा दिदीले कुखुरा पाल्नु भएको छ। बिजनेस गरिरहँदा एकचोटि मेरो बिजनेस सर्लकै घाटामा गयो। कोरोनाको बेला थियो। लगभग मलाई 12-14 लाख रुपियाँ घाटा लाग्यो। अब यत्रो सानो व्यवसायमा 12-14 लाख घाटा लाग्नु भनेको त तपाईँको त लगभग आइएम फिनिस भन्ने जस्तो, म सिद्धिएँ अब भन्ने जस्तो बेला हो। त्यति बेला कस्तो हुन्छ भने तपाईँको परिवारले ओहो म छु नि त किन यसरी आत्तिनी भन्ने टाइपको एउटा परिवार हुन्छ। अनि त्यति बेला आएर तपाईँलाई ठ्याक्क घाँटी अँठाएर तैँले मैले हिजो नगर भन्दा गरे भाइ यो चाल हुन्थ्यो आज, लाइक त्यो परिवार पनि छ। तब पनि जे सिचुएसन हुँदा पनि तपाईँले जिरै लेभलमा गए पनि म फेरि उठ्छु जस्तो तपाईँले विचार लिनुभयो भने फेरि उठिहाल्नुहुन्छ। महिला दिदीबहिनीलाई आफ्नै खुट्टामा उभिन दिदीको आग्रह पनि छ। मैले भन्छु एउटा बुवा एक्टिभ भयो भने उसले कमाएर ल्याउने हो। छोरा मान्छे घरमा एक्टिभ भयो भने उसले कमाएर ल्याउने, परिवार धान्ने त्यो किसिमको कुरा हो। आमा एक्टिभ भएर आमा संस्कारी भइन् भने एउटा पुरै परिवार संस्कारी हुन्छ। अहिले जमाना धेरै अगाडि गइसक्यो। पहिला जस्तो मसँग 5000 भयो त मैले एउटा सानो व्यवसाय सुरु गर्थेँ, मसँग केही नि छैन, कहीँ छैन भन्ने त्यो अवस्था चाहिँ अहिले छैन। जस्तो पाहाडतिरबाट झर्नुभएको महिलाहरूलाई पनि हरेक एकलाई सिप्छ। तपाईँ केही भएन भने ऊ त्यो जङ्गलमा गएर बाँस काटेर लिएर आएर सिन्का बनाएर सिन्काको मुठो पारेर बेच्नुभयो भने नि तपाईँले जीविकोपार्जन गर्न सक्ने अवस्था छ अहिले। अब यति हुँदा पनि महिलाहरूले सक्रिय भएर गर्नु भएन भने त उहाँहरूको अल्छीपनै हो जस्तो लाग्छ। 2-4 वटा लैनो गाई पाल्न सकियो, भैँसी पाल्न सकियो, गाई पाल्न सकियो, कुखुरा पाल्न सकियो, तरकारी रोप्न सकियो।